Hello friends, how are you all? I hope you are all fine. So आज चाहिँ हो भाइटिकाको दिन र आजको स्पेशल छ हाम्रो खसीको मासु हेर्न सक्नुहुन्छ र कुखुरा पनि मेरो बहिनीले काट्दैछ तर उसको फोटो चाहिँ मैले देखाइन किनभने मलाई उसले नदेखाउनु भन्दै थियो र खसीको मासु पनि पाकिसकेको छ र सबैको सो एट द लास्ट चिप्स इट्स कम्पलसरी इन एभ्री मिल र म र मेरो सानो मम्मी चाहिँ हामी हाम्रो दाजुभाइलाई दिनको लागि भाग लाउँदैछौँ र सानो मम्मी चाहिँ एकतिर मामाहरूको लागि भाग लाउँदैछ र म चाहिँ अर्कोतिर मेरो दाजुभाइहरूको लागि भाग लाउँदैछु। म र मेरो सानो मम्मी चाहिँ पहिलेदेखि नै अब जहिलेदेखि मलाई याद छ कि मैले भाइटिका लाउन थालेको त्यतिखेरदेखि नै खालि मेरो सानो मम्मी चाहिँ जहिले पनि कम्पलसरी चाहिँ अब जहिले भाइटिकाको बेला भाग लाउनेमा यस्तो टिकाहरू रेडी गर्ने सबै थोक रेडी गर्नेमा चाहिँ मेरो सानो मम्मी नै हुनुहुन्छ जहिले पनि। ओके सो म रेडी भइसकेको छु मेरो भाइटिका सेलिब्रेसनको लागि। हाम्रो टिका सुरु भइसकेको छ। म र मेरो सानो मम्मीको छोरी मेरो बहिनी चाहिँ मेरो दाइलाई टिका लगाइदिँदैछौँ र यो टिका लाउँदाखेरि चाहिँ एउटा कमेडी नै भएको थियो किनभने मेरो मम्मीहरू चाहिँ अर्को रुममा मामाहरूलाई टिका लगाइदिँदै थियो र म चाहिँ अर्को रुममा लगाइदिएको थिएँ किनभने सुरुमा चाहिँ आफ्नो दाजुभाइहरूलाई साइडमै लगाइदिनुपर्छ भनेर सो त्यही भएर चाहिँ मलाई आउँदैन थियो किनभने पहिले खालि म सोधेर कोही गर्ने कसो गर्ने सबै सोध्थेँ तर योपालि चाहिँ अब अर्कै कोठामा हुनुहुन्थ्यो त्यही भएर म चाहिँ घरिघरि सोध्न गई बस्थेँ र मम्मी पनि घरिघरि टिका लगाइदिँदै गर्नुहुन्थ्यो र मलाई पनि हेर्न आउनुहुन्थ्यो के गर्दैछ भनेर म चाहिँ मेरो बहिनीलाई पुरा सिकाउँदै थिएँ यसो गर भनेर तर मलाई नै आउँदैन थियो तर म चाहिँ अरूसँग सोध्दै फेरि बहिनीलाई अर्डर दिँदै गर्थेँ। अब चाहिँ मेरो भाइहरूको पालो मेरो फुपूको छोराहरू उनीहरूलाई चाहिँ मैले सानैदेखि नै मैले नै लगाइदिने गरेको छु।
अब मेरो टिका सिधिसकेपछि खाना दिने बेला भइसक्यो र खानापछि चाहिँ हामी सबै हामीले आफन्तहरू मिलेर कार्डहरू खेल्दैछौँ। अब यतिखेर त हामीले रमाइलो गर्ने हाम्रो सबैजना भेला हुने भनेको अब दसैँ तिहार पछि त को कता भइहाल्छ। सो भेला भएको बेला चाहिँ यसो खेलौँ न भनेर टाइम पास गरौँ भनेर हामी कार्ड खेल्दैछौँ। दिदीको के छ रन छ कि कलर छ दिदीको के छ कति लाग्छ सानो